हेलो नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। र आज हामी यो वर्षको समर आउटिङ जाँदैछौँ। यहाँ हामी पूर्वी लन्डनमा बसोबास गर्ने तमु परिवारको सदस्यहरू केही सदस्यहरू कसैको छुट्टी मिलेन, जसको छुट्टी मिल्यो हामी चाहिँ जोस् हामी 8 परिवार चाहिँ हामी चाहिँ जाँदैछौँ डर्बीसायरतिर। जोस् आशा छ यो चोटिको हाम्रो आउटिङ समर आउटिङ लास्ट टाइमकै जस्तो रमाइलो हुन्छ भनेर हामीले चाहिँ आशा लिएका छौँ। र यहाँबाट हामी चाहिँ वेलकम ब्रेकमा 118 माइल समथिङ कति छ, 2 घन्टाभन्दा अलिक बढी बेसी लाग्छ। र त्यहाँ चाहिँ ब्रेक बसेपछि हामी चाहिँ उता लाग्नेछौँ। ल जस पिक डिस्ट्रिक्टको नजिक हो। यो सामानको चाहिँ हालत यस्तो छ, टन्नै भइसक्यो सामान। ल अब हामी चाहिँ उतै गएर भेटौँला है त। लगभग 4.5 घन्टाको ड्राइभ गरेर यो ठाउँमा आइपुग्यौँ हामी बसेको ठाउँको नाम चाहिँ रिभर हल प्लस द स्टेबल्स हो। हाम्रो यो चाहिँ दुईवटा, एउटा रिभर हल भन्ने हो, रिभर हल, एउटा चाहिँ द स्टेबल्स। नो एक्सेस टु द क्यासल नै। ल यस्तो छ। जस दामी रहेछ यो ठाउँ चाहिँ। हाम्रो चाहिँ आज भोलि पर्सि फ्राइडे स्याटरडे सन्डे नाइट 3 रातको लागि हो यो। एकदम दामी छ, एकदम शान्त छ यो ठाउँ। र हामी बस्ने ठाउँ चाहिँ यो के हो, स्टेबल्स। तल चाहिँ रिभर हल भन्ने ठाउँ हो। र हाम्रो कार पार्क चाहिँ उता छ। यो स्टेबल्सको चाहिँ स्टेबल्स पार्किङ भन्ने छ उता चाहिँ। निकै धेरै गाडीहरू अट्छ, 10-15वटा गाडी। र तल चाहिँ रिभर हलको कार पार्क। र यता चाहिँ एन्ट्रेन्स डोर रहेको छ। यो चाहिँ यहाँबाट हेरेर खोलेर भित्र छिर्ने हो चट्टै। यहाँबाट छिरेपछि भित्र चट्टै। ल यस्तो छ बेडरुम नम्बर 1। यो चाहिँ बेडरुम नम्बर 1 भयो। त्यहाँ चाहिँ ल यहाँबाट गएपछि यो माथि गइन्छ। माथि चाहिँ बेडरुम नम्बर 5 to 8। ल बेडरुम नम्बर 5 to 8 केही ड्यामेजहरू छ कि यता दायाँ बायाँ हेरिहालौँ। यो चाहिँ स्टोर छ जस्तो छ। यो चाहिँ पुल गरेर ल बेडरुम नम्बर 5। यता चाहिँ बेडरुम नम्बर 6 सिङ्गल कोठा छ। यसमा चाहिँ बेडरुम नम्बर 7। यो चाहिँ हाम्रो हो। यो चाहिँ हाम्रो बुढाबुढी उषा र मेरो लागि। ल यस्तो छ। ल हरेक कोठामा माइक्रो ओभन, टोस्टर, अनि पुरा यो भाँडाहरू धुने ठाउँ, टिभी पनि छ, सबै कुराहरू छ। अनि ल बत्ती झिलिमिली छ। यो भित्र चाहिँ अब यहाँ पनि भित्र सेन्सरवाला रहेछ। बाथरुम 2टा चाहिँ धारा छ, दामी छ। ल पुरा थ्याङ्क यू एन्ड नो स्मोकिङ रे। ल सोफा पनि छ। आमामा यो हो नि त पैसा तिरेपछि। ल हाम्रो चाहिँ बेडरुम नम्बर 7 है। फेरि अर्को कोठामा छिरिजाला भन्ने डर। ल माथि चाहिँ यता कति ठुलो वाल के, आमामा नेपालको वाल जस्तो कि। अब झन्डै 2 हातको वाल, चौडाइ भएको वाल पनि। यो यता पुरा बङ्कर जस्तो छ हो। आम्मामालाई यति चौडा यसको चाहिँ भित्ताको चाहिँ चौडाइलाई यस्तो रहेको छ। ग्राउन्ड फ्लोरमा चाहिँ बेडरुम 1 to 4 र फर्स्ट फ्लोरमा चाहिँ 5 to 8 रहेको छ रुमहरू। दिस वे टु द गेट टुगेदर प्लेस स्पेस रे। ल बत्तीहरू यस्तो छ। यहाँ चाहिँ अब
गेट टुगेदर स्पेस यी तामाको ताउलो पनि रहेछ यहाँ पुरा अङ्कारा पनि छ एउटा छिरेपछि गार्डन छिर्ने हो यता छेउपट्टि रहेको चाहिँ बेडरुम नम्बर 9 र 10 चाहिँ हाम्रो मिन भाइ र लक्ष्मण भाइको लागि हो यो अब गार्डनतिर लाग्यो गार्डनतिर लाग्दाखेरि ल यी गार्डन चाहिँ पुरा बिनहरू ल यी गार्डन ल हाम्रो तम्बु परिवारको चाहिँ दिदीबहिनीहरू चाहिँ यहाँ चाहिँ ल यतै नै हेरिदिउँ न हौ यो भ्लग मेमोरीको लागि होइन ओहो भेजिटेबल रेडी है ल यता दिदी भ्लग है भेजिटेरियन है शाकाहारी नो मांसाहारी ल आजको दिन चाहिँ हामी चाहिँ 2 आवरको लागि मात्र हाम्रो आज हाम्रो सुपरभाइजर है किचनको सुपरभाइजर किचन म्यानेजर म त सधैँ सुपरभाइजर है हो म्यानेजर किचन म्यानेजर ल त्यसले हजुर ल ठिक छ मेमोरीको लागि दाइ अब भ्लग यता चाहिँ हाम्रो मेन भाइ यता हाम्रो सन्त दाइ यता हाम्रो काका ल किचन दाइ होइन आज हाम्रो फर्स्ट डे हराएर विपत्त बनाउँदै एकछिन एकदम राम्रो गरेर आइपुग्यो सबैजना राम्रो छ एकदम राम्रो पोहोरको भन्दा चाहिँ नम्बर 1 छ है एकदम ल ठिक छ मलाई यस्तै छ वाइट छ सधैँभरि यस्तै होस् हाम्रो संस्थाको त्यसै गुरुङहरू यसरी घुमेर मिलेर हिँड्नु पाइरहेको होइन हजुर यति नै छ मेरो एक शब्द आज फर्स्ट डे हो हाम्रो है फर्स्ट डे एकदमै राम्रो भएको थियो भाइ हामी पोहोर साल हामी करिब 28 जना थियो होइन 26 जना के 26 होला अहिले 24 जना छ हजुर हाम्रो सुक भाइ र मन भाइलाई हामीले मिस गर्दैछौँ र नयाँ फ्यामिली पनि आएको छ होइन 4 जना थपियो नि त फेरि भनेपछि 2 जना घटियो भने चाहिँ 24 जना रहेछ पोहोर दाइ अहिले 22 जना भयो पोहोर 24 जना अहिले 22 हो हाम्रो अहिले 22 हो पोहोर 24 हो 2 जना हो गरेको होइन फ्यामिली 2 जना हो के तर मेम्बर दुईटा फ्यामिली हो मेम्बर त 6 जना हो पोहोरको चाहिँ सुक 4 जना कम भयो भनौँ न 4 जना कम 2 जना भयो 7 जना होइन ऊ नेत्र भाइ र अनि मामा र के अरे हाम्रो सन्तोष बाबु के त नि 2 जना कम्ती भयो ए 3 जना मोटे बाबु पनि थियो नि ठिक छ त होइन एकदम अब आज ड्राइभिङ गर्दा अलिकति थाकियो अब रेस्ट भोलिबाट फेरि यहाँ पिक डिस्ट्रिक्ट हिल वकिङ ड्राइभिङ सबै जान्छ त्यो छ एकदम ठिक छ ल ठिक छ त है अब थ्याङ्क यू अर्गनाइज गरेकोमा तपाईँले एकदम अब हाम्रो सानो ब्यानर पनि टाँस्नु पऱ्यो नि त भनेको त टाँस्ने हो है चट्टा खाने बेला हो राम्रो छ ब्यानर पनि टाँस्नु पऱ्यो नि त भरे सानो होइन लासिरहेको नि राम्रै हो यो आफ्नो आफ्नै तरिकाको छ यो छुट्टै त्यो अर्को छुट्टै खालको छ यो छुट्टै खालको छ हेलो गाइस के गरेको तिमीहरू ल यस ओ है गोल गर्यो कसले गोल गर्यो एडन हजार्ड है एडन हजार्ड तिमी के हो नि मेरो छोरी क्युट छोरी छोरी पनि खेल्छ बल खेल्छ अनि तिमी चाहिँ कुन खेलाडी हो नि तिमी चाहिँ मिथोमा को मैले थाहा पाएन त मिथोमा भने कुन क्लबको होमिङ सन ओ माई गॉड दिस कोरियन या ओके हाम्रो 3 जना चाहिँ हिरोहरू चाहिँ अब 1 जना छोरी गेम खेल्दैछ अब म किचनतिर जाँदैछु ल मेरो आफ्नो पनि खिचिदिनु न होइन चाहिँ नि त्यही अब हाम्रो बिबिक्यूको लागि रेडी सन्तोष भाइको परिवार चाहिँ आएको छैन एक त चाहिँ हाम्रो किचन हो यो गाडी किचन पनि यस्तो दामी छ यहाँ चाहिँ पक्का भरे चाहिँ चट्ट पिएर यहाँ चाहिँ मादल बजाएर चट्ट चाहिँ हामी चाहिँ अन्ताक्षरी खेल्नेछौँ भरे सीमा दिदी अन्ताक्षरी खेल्नलाई एकदम ठिक रहेछ नि त उता केटी पार्टी या त केटा पार्टी है भरेको लागि ओहो किचन त है दामी अब लाइटहरू पनि हाम्रो खै त हाम्रो नानी अब हाम्रो बुहारी यतै यता चाहिँ किचन ल यता पनि छ अझै
सिटिङ रुम चाहिँ अर्को सिटिङ रुम पनि छ यता पुरा आमामा पुरा प्लेटहरू दुनियाँ प्लेट। यता चाहिँ टोइलेट छ यता एक्स्ट्रा टोइलेट हो यहाँको। अनि यता यता बसेर मजाले रमाइलो गरेर हुन्छ। टिभी हेरेर त आमामा स्क्रिन सामसङ आर्ट स्टुडियो लाइभ हो आर्ट स्टुडियो कति ठुलो। यहाँ पुरा यहाँ बसेको पनि हुन्छ रमाइलोको लागि चाहिँ भरे। अनि यता पनि किचन पनि रहेछ। यस माई गॉड ल यस्तो दामी ठाउँ यार आमामामामा। ल त्यतिखेर अझै खिच्दैछु अब मिठो मिठो बास्ना आएको छ है। ल सन्तोषले खिच्दैन है सन्तोष है तिमीलाई है। तिमी चाहिँ आउँदैन म तिम्रो अनुहार चाहिँ यसो अभोइड गरेर है। हाम्रो चाहिँ मासु चाहिँ टक्क यहाँको चाहिँ तिनजना सेफ तब गुरुङ फ्यामिलीको सेफहरू यहाँ। यता चाहिँ हाम्रो सन हङमिङ हो। यता बडी आमा क्या तिमी जिम गर्छ हो खै तिम्रो जिम देखाउ त बडी देखाउ त गर न नर्वेको जस्तरी नर्वेको जस्तरी। ल यो समात्यो तेरिको ओहो ल फेरि समात्यो धन्नै समात्यो घाँटे। कोही रमाइलो गर्दैछ कोही। अब मासु खानु पर्यो दिदी है। रेडी भएर बस्दैछु हाम्रो चाहिँ यता किचनतिर यता सिटिङ रुमतिर दुईजना मामाहरू यता काकी। भात पनि रेडी छ रेडी। अनि यता सलाद रेडी छ बनाइराखेको दाल हामीले बनाइराख्छ नि त भेजिटेबल इधर भी दाल छ यस्तो पकेटा छ। यो फेरि एकचोटि यो भिडियोमा ब्लगमा अब यो चाहिँ ल चियर्स गरौँ काकी ठुलो भाँडै उचालेर चियर्स गरौँ। ह्याप्पी होलिडे। हाम्रो होस्टले चाहिँ राखिदिएको यो फोर्सेको कति ठुलो हो ल। भात त टन्नी उब्रेछ त भित्र पनि छैन। हात पनि हल्लाम त एकचोटि सबैले है ल हाम्रो आफ्नो कुरा पैसा बचाएको भन्नु भन्नु मिल्ने उता हेर्नु त कस्तो राम्रो घर है गाउँ यो सिनियर भनेर म त छोरीले खिच्छ त्यहीबाट म्याटलक गाउँ परको त्यही त नि बजार अब गाउँ बजार है। 11:57 चाहिँ हामी चाहिँ सुरु गऱ्यौँ। ओके ल सुरु भयो हाम्रो चाहिँ। Ladies and gentlemen, welcome to Masson's Great Chamber. It is called the Great Chamber because it's 75 feet wide, it's 90 feet high, it's 169 feet long, and right now you are 130 feet below the surface of the earth.
निस्क्यो यहाँबाट मैले ओके भ्रमण कस्तो लाग्यो मामा एकदम रमाइलो भाउजू ठिक छ ल कस्तो लाग्यो हामी त समुद्रको हजारौँ 25-30 मिनट लाग्नेछ मिलियन